मारिबुङतर्फ गइराखेका छौँ। पास्टर आनन्दले बाइक कुदाउँदै हुनुहुन्छ। जेम्सले तलनिर पर्खिराख्नु भएको छ। हजुर यहाँनिर पास्टर एन्ड्रु, पास्टर जोन, पास्टर तलनिर पर्खिरहनु भएको छ। हामी उहाँलाई जानेछौँ। उसको लागि हाम्रो पास्टरहरू हामी बाइकबाट झरेर जाँदैछौँ। अनि ठिक यहाँनिर यो मारिबुङको मात्रै नभएर हाम्रो क्षेत्रको नै पुरानो चर्च एकदमै अहिले हामी भित्र पनि तपाईँलाई देखाउनेछौँ। सबैभन्दा पहिला हामी यहाँनिर पास्टर बाउ अघि नै हामीले फोन गरेका थियौँ, आउँदैछु भनेर उहाँले पर्खिराख्नु भएको छ। यहाँले पास्टर बाउ जयमसी, जयमसी। पास्टर्सहरू बिजनबारी पास्टर फेलोसिपबाट हामी आएका छौँ। अनि यहाँनिर हाम्रो अति नै आदरणीय अनि एक अग्रज अगुवा हुनुहुन्छ पास्टर जेम्स पाखरिङ। पहिलाको सङ्गति बडा आनन्ददायक हुन्थ्यो नि, एकदमै बिजन लाउने काम आजको दिनमा। अघि हाम्रो पास्टर अमितले भनेको जस्तो नि, अघि पास्टर अमितले भनेको जस्तो नि, अहिले चाहिँ तपाईँले देख्नु हुँदैछ नि त्यति बेला रोपेको कुरोहरूलाई। अन्त त्यही कुरो देख्दा नै अब तपाईँलाई चाहिँ धेरै आनन्द पनि लाग्छ होला। लोधोमामा चर्च थिएन, अहिले लोधोमामै चर्च भयो। हो त। रिम्बिकमा चर्च थिएन, रिम्बिकमा चर्च भयो। अन्त रिम्बिकमा थुप्रो भयो। र अब पहिलाको पुरानो विश्वासी र अहिलेको वर्तमानको विश्वासीहरू माझमा चाहिँ म यस्तै फरक पाउँछु। पहिलाको विश्वासीमा चाहिँ पक्का परमेश्वरलाई माया गर्ने, समर्पणको साथमा माया गर्ने, सेवा गर्ने थियो। अनि परमेश्वरको आज्ञाअनुसार आफ्नो गुरुजनको आज्ञालाई पालन गर्थ्यो। गुरुजनको पास्टरको एउटा सल्लाहमा हिँड्थ्यो। त अहिलेकोहरू चाहिँ त्यस्तो छैन, एकदमै हल्का छ। र सायद मलाई लाग्छ अहिले थुप्रै मण्डली भएको कारणले पनि होला जस्तो लाग्छ हो। अब आफ्नो मण्डलीमा अलिक कडा भयो भने उसलाई पास्टरले गुरुजनले अलिक स्ट्रिक गऱ्यो भनेदेखि उसको नाक दुखिहाल्छ। अर्को चर्चमा गएर त्यहाँ गएर पश्चाताप गर्छ। आफ्नो चर्च पश्चाताप गर्नुपर्नेमा अर्को ठाउँमा पश्चाताप गरिरहेको हुन्छ। आफूले भुल गरेको हुन्छ तर त्यही चर्चमा उसले पश्चाताप गर्नुपर्ने हो, तर अर्को ठाउँमा गएर पश्चाताप गर्छ। त्यो पाराको छ अहिलेको विश्वासीहरू चाहिँ। र त्यसले गर्दाखेरि चाहिँ पहिलाको विश्वासी र अहिलेको विश्वासीमा धेरै नै अन्तर है। हजुर, अनि यहाँनिर हामीसँग पास्टर जोन, पास्टर आनन्द, पास्टर एन्ड्रु पनि हुनुहुन्छ। तपाईँहरूबाट फर्स्ट अफ अल मलाई लाग्दै गरेको कुरा एउटा के भनेदेखिलाई यस्तो भइरहेको छ भनेदेखिलाई आफै सबै अब जान्ने भइदिए है, मैले जे गर्दा पनि हुन्छ। त्यो चाहिँ के कारणले भएको होला भन्ने चाहिँ मेरो अलिकति मैले तपाईँलाई सोध्दै गरेँ। त्यो चाहिँ अब खासमा चाहिँ त्यो चाहिँ एउटा के हुन्छ भनेदेखि मङ्गरको उखानमा भनेको जस्तो आफै ज्याले भइरहेछ नि त अहिले हो। यो ज्यादै बाठो भयो नि त अहिले चाहिँ। र अहिले ज्यादै बाठो भयो, तालिम गर्ने ज्यादा भयो, त्यो भएर चाहिँ होला सायद यो मलाई लाग्छ आफ्नो पास्टरको त्यति आज्ञाकारिताको जीवन जिउनु नजिएको। र पहिलाको पास्टरहरूले बाइबल तालिम पनि त्यति गर्थेन। परमेश्वरको आत्माको प्रकाश र अगुवाईमा हिँड्थ्यो, पवित्र आत्माको भरोसामा हिँड्थ्यो, चल्थ्यो। त्यो भएर चाहिँ जोखिमपूर्ण जीवन सामना गर्नु पर्दाखेरि पनि तत्पर हुन्थ्यो त्यति बेला। र अहिले चाहिँ त्यस्तो छैन। र मेरो जीवनमा यस्तो जोखिमपूर्ण सेवकाईहरू धेरै नै मैले बिताएँ, त्यो अनुभव छ।
रिम्बिकमा भयो, आनन्देनमा भयो, 86मा भयो, त्यसरी नै पारी रेसियाटमा भयो, अनि माथि यो धोत्रेको उतापट्टि पाल्मोजुवाको माथि 0मा भयो, त्यहाँ पनि त्यस्तो हो। थुप्रै घटनाहरू भयो मेरो जीवनमा र म अहिलेसम्म प्रभुको सेवकाई गर्न उहाँले राख्नुभएको छ, जीवन दिनुभएको छ। प्रभुलाई अहिले यो मारिबुङमा एउटा यो तपाईँको यो चर्च गोलाइ भनेर पनि चिनिन्छ है, अहिले यो गोलाइ चर्च गोलाइ एउटा नामै छ। यो कहिलेदेखि सुरु गर्नुभयो चर्च तपाईँको? यो सायद यो क्षेत्रको लागि त पहिलै चर्च हुनुपर्छ। हजुर हजुर, यहाँनिर चाहिँ योभन्दा अगाडि मैले घरमै नै केही साल प्रभुको सेवकाई गर्नु चाहिँ, तर यहाँ चाहिँ मैले 1980 सालमा मैले यहाँनिर इस्टाब्लिस गरेँ। अनि यो चाहिँ हाम्रो क्षेत्रमा पेन्टिकोस्टल चर्च चाहिँ सबैभन्दा फर्स्ट हो यो। अनि यहीँबाट नै अहिले देखिएको डाँडा खोल्सा पाखा पखिरु सबैमा प्रभुले आफ्नो कलेसिया खडा गर्नुभयो। प्रभुलाई म धन्यवाद दिन्छु र उहाँको महिमा होस्। र आजको दिनसम्म पनि सेवकाई सुचारू रूपले यसरी चलि नै रहेको छ, दुःख सुख। हजुर, एउटा प्रश्न गर्नु अनि तपाईँको नि कुन सालमा चाहिँ प्रभुलाई तपाईँले पाउनुभयो होइन, अनि कस्तो प्रकारले पाउनुभयो भन्ने कुरा नि जान्ने इच्छा। अनि कस्तो प्रकारले चाहिँ यो पास्टोरियल सेवाकाईमा चाहिँ सुरु गर्नुभयो पास्टोरियल सेवाकाई भन्ने कुरा नि? भाइको प्रश्नको लागि धन्यवाद। र मैले प्रभुलाई पाउँदाखेरि चाहिँ यस्तो भयो, हुन त म एउटा एक प्रकारले धार्मिक प्रवृत्तिकै मानिस हो। म पुरानो आफ्नो धर्म संस्कृतिमा हुँदाखेरि पनि हाम्रो पुरानो उसमा धेरै दिलो ज्यान दिएर नै पूजापाठहरू गर्थेँ। तर के हुन्थ्यो भने मलाई मनमा कता कता के लाग्थ्यो भने प्रश्न आउँथ्यो, यो मूर्ति त चल्दैन, बोल्दैन, हेर्दा चाहिँ बोल्दै जस्तो छ, यसलाई पुजेर के चाहिँ हुन्छ र? मलाई प्रश्न आफैमा त्यस्तो हुन्थ्यो, मलाई सन्तोष चाहिँ लाग्थेन। त्यो टाइममा म एकदमै उपन्यास पढ्ने, कथा उपन्यास पढ्ने मेरो हबी थियो। अनि रातभरि पनि म उपन्यास किताबहरू पढ्थेँ। त्यति बेला अब टिभी पनि थिएन, रेडियो पनि थिएन, त्यस्तो समय थियो। अनि त्यो भएर चाहिँ खालि हामीले चाहिँ कथा किताब उपन्यासहरू पढेर नै टाइम पास हुन्थ्यो हाम्रो। अनि त्यहाँनिर मैले हेरेँ ती किताबहरूमा रानी वनको रहस्य, सिगरेट र धुवाँ, अनि पण्डिता रामाबाई, हो यस्तो धार्मिक पुस्तकहरू थुप्रो देखेँ मैले त्यहाँनिर। कुन सालको कुरा हो बस्नु यो? हजुर, कुन सालको कुरा हो यो? तपाईँको 1967 को कुरो हो। अनि त्यो बेला कहीँ पनि क्रिस्चियनहरू थिएन, विश्वासी थिएन, हाम्रो क्षेत्रमा पनि थिएन, एकैजना पनि थिएन, कोही पनि यहाँनिर प्रचार गर्नु आएको पनि थिएन त्यति बेला। त्यो प्रचार गर्नु नआउँदाखेरि पास्टर को हो, प्रचारक को हो, क्या हो, त्यो सब हामीलाई थाहै थिएन। अनि त्यस्तो समय थियो। र त्यो बेला त्यसरी किताब लिनु मैले गएँ र त्यो रानी वनको रहस्य ल्याएर आएर पढेँ। अनि त्यो पढेपछि मलाई त्यहाँबाट कता कता प्रभुप्रति माया जाग्यो मलाई। अनि त्यसरी 3-4 चोटि दोहोऱ्याएर पढेँ। 3-4 चोटि दोहोऱ्याएर पढ्दा मलाई प्रभुप्रति धेरै माया लाग्यो। अनि त्यहाँबाट चाहिँ मेरो मनमा विरोध हटिन थाल्यो, प्रभुप्रतिको विरोध हटिन थाल्यो। त्यही भएर तिमी चर्चमा आऊ, हाम्रो चर्च चाहिँ जोरबङ्गला टाइगर हिल जाने बाटोमा छ, त्यहाँ आऊ। त्यहाँ ठुलो एउटा फिनिस मिसन भनेर गेटमा लेखिएको छ, त्यहाँनिर आऊ। अनि पास्टर इस्माइल छिरिङ हुनुहुन्थ्यो। अनि जब चर्चभित्र पसेँ, चर्चभित्र पसेपछि त्यहाँको सेवकाईको परिवेश अवस्था सबै हेर्दाखेरि मलाई एकदमै आनन्द लाग्यो, खुसी लाग्यो। अनि जब सेवकाई सिद्धिएपछि सबैले मलाई वेलकम
वेलकम, सबैले स्वागत दर्शायो। नाम के हो, कहाँबाट आउनुभयो, क्या हो, कसो, एकदम प्रेम भन्ने कुरो चाहिँ त्यहाँनिर मैले पाएँ। ईश्वरीय प्रेम भन्ने कुरो चाहिँ मैले त्यहाँ पाएँ। अनि त्यसो हुँदाखेरि दोस्रोचोटि त्यहाँ गएँ। त्यहाँबाट चाहिँ लगातार त्यहीँ गएर मैले प्रभुलाई पाएँ। त्यहीँनिर बक्तिस्मा पनि त्यहीँ लिनुभयो? हजुर, तिनै बक्तिस्मा। त्यस पछाडि चाहिँ तपाईँ यता आएर यतै सेवा सुरु गर्नुभयो? बक्तिस्मा लिँदाखेरि पनि हामीले कुन साल हो पास्टर? तल खोल्साबाट पानी बोकेर ल्याएर हाले, पानी तताउँदै सेवा बक्तिस्मा लिएको। बक्तिस्मा कुन सालमा हो पास्टर? यो मैले लिएको 70मा हो। 70मा। अनि मेरो भनाइ चाहिँ यही नै छ। अब परमेश्वरको आगमन अति निकट छ भन्ने कुरो प्रभुको वचनले हामीलाई भनिरहेको रहेछ। अनि उहाँको त्यो भनाइअनुसार, उहाँको अगमबानी अनुसार आजको दिनमा घटिरहेको घटनाहरूले प्रभुको आगमन अति निकट छ भन्ने कुरो भइरहेको छ। र त्यही कारणले गर्दा चाहिँ मेरो भनाइमा चाहिँ अब सक्दो प्रभुको वचन र आज्ञालाई चाहिँ सिरुपर राखेर गरेर जिउनु, मान्छेलाई नहेर्नु। मान्छेलाई जति हेर्छौँ त्यति नै आँखा तिरिमिरी हुन्छ, मन पनि त्यस्तै हुन्छ। यस कारणले गर्दाखेरि हामी विश्वासमा स्थिर रहन सक्दैनौँ, सेवकाईमा पनि स्थिर रहन सक्दैनौँ। तर हामीले चाहिँ सक्दो प्रभुको वचन र आज्ञालाई चाहिँ सिरुपर राखेर जिउने र सेवकाईमा गर्ने है। अनि त्यसो हो भने चाहिँ हामी निश्चय प्रभुको राज्यमा प्रवेश गर्न सक्छौँ। र त्यही भनेर चाहिँ मैले हिजो आज म यही सुझाव दिँदछु। ओके, धन्यवाद पास्टर। बुबा प्रभु, हामी तपाईँको महिमाको गौरव गर्दछौँ। परमेश्वर बुबा, विशेष तपाईँलाई धन्यवाद चढाउँदछौँ। तपाईँले यो आफ्ना दासहरूलाई, छोराहरूलाई प्रभु ल्याउनु भयो कुशलताको साथमा। अनि बिचमा हाम्रो जे जस्तो बातचित भयो प्रभु, यी सबैको लागि प्रभु तपाईँलाई धन्यवाद चढाउँदछौँ। र परमेश्वर बुबा, यी छोराहरू जसले चाहिँ प्रभु तपाईँको महिमाको गौरव गर्न र बढाउन प्रभु यहाँले जुन कदमहरू उठाएको छन्, तपाईँले जय दिनुहोस् प्रार्थना गर्दछु। धन्यवाद छ। हाम्रो वर्तमान अनि भविष्य प्रभु सबै तपाईँकै हातमा छ। प्रभु, हामीले जे जति जीवनमा गर्नुपर्छ ती सबै गर्नमा हुनमा हामीलाई सक्षम तुल्याउनुहोस्। यही नै हाम्रो प्रार्थना छ। धन्यवाद छ प्रभु। यहाँहरू जाँदै हुनुहुन्छ, यहाँहरूलाई तपाईँको हातमा राख्दै यो छोटो बिन्ती प्रार्थना र अनुग्रह आशिष चाहन्छौँ यीशु तपाईँको नाममा। आमेन, आमेन, आमेन। जय मसीह पास्टर।